पोखरा आयौँ बुटलबाट राति अनि फेरि आज काठमाडौँबाट बुटल गएर फेरि बुटलबाट आएको अनि बिहान बसले ढिला गरिदिएको हुनाले अलिकति ढिला भयो आएर एउटा होटल खोज्यौँ होटलमा रुम लियौँ अनि फेरि आफ्नो सामान त्यहाँ राखेर अब हामी दुईजनाको लागि चाहिँ नयाँ ठाउँ थियो नयाँ ठाउँ भएपछि दुई बेला अन्यल हुने त सिम्पल कुरा भयो त्यसपछि आयौँ अनि यता डुल्दा यहाँ आउँदाखेरि बोटिङ गर्नको लागि दुईजना साथीहरू पनि भेटिनु भयो साथीहरू पनि उता फोटो खिच्दै हुनुहुन्छ उहाँहरू पनि अब रमाइरहनु भएको छ बोटिङमा अनि त्यसपछि अब हामी कालबाराई मन्दिर जाँदैछौँ त्यहाँ गएर 15 मिनट मात्रै हामीले स्पेन्ड गर्नेछौँ अनि फेरि फर्केर 1 घन्टाको बोटिङ हामीले सक्नेछौँ अनि यसरी बोटिङ गर्न पाउँदा चाहिँ मलाई एकदम खुसी लागेको छ यस्तो सौभाग्य अरू बेला पनि हरि सरले दिँदै गर्दै जानुहोस् भन्ने अपेक्षाका साथ आज फिवातामा डुलिरहेको छ